आशालाई अँगालौं, सपना बोकेर अगाडि हिँडौं र परिवर्तनको बाटो आफै कोरौं। युवा शक्ति हाम्रो हिम्मत हो र एकताबद्ध राष्ट्र हाम्रो सामर्थ्य। आज म तपाईहरुको माझमा यस्तो विशेष ठाउँको विषयमा कुरा गर्न गइरहेको छु। यस सुन्दर पानीटारको चिया बगान झापाबाट 53 किलोमिटर र इलाम सदरमुकामबाट 21 किलोमिटर मात्र छ र यहाँसम्म आइपुग्नको लागि सडक यातायात पनि सहजै गर्न सकिन्छ। साह्रै आनन्दको मौसम र यो रमणीय दृश्य हेर्नको लागि पर्यटकहरूको पनि यहाँ घुइँचो लाग्ने गरेको छ। मुभी, म्युजिक भिडियो छायाङ्कन गर्नको साथै आनन्द लिन घुम्नको लागि पनि साह्रै नै लोकप्रिय छ र मलाई लाग्छ यस्तो सुन्दर पर्यटकीय क्षेत्रको विकास र प्रवर्धन हाम्रो पनि दायित्व हो। त्यही कारणले गर्दाखेरि यस रमणीय दृश्यहरूलाई हेर्नको लागि तपाईहरु पक्कै आउनुपर्छ भन्ने मलाई लाग्छ। आउनुभयो भने पटक पटक आउनु। पानीटारमा चिया बगान छ, त्यो नेपालकै सबभन्दा सुन्दर चिया बगानको रूपमा हामीले देखेका छौं र सँगसँगै यही मुनि गजमुखी धाम पनि छ र यो सुन्दर ठाउँमा हजुर सम्पूर्ण अतिथिहरूलाई मैले स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। आज यहाँ उपस्थित भइरहँदाखेरि मेरो दिमागमा पनि एउटै दिन घुमेछ। म घर दैलोको कार्यक्रमहरू गरिरहे, मैले हजुरहरू जस्तो हामीलाई माया गर्ने, हामीलाई सधैँ साथ सहयोग गर्ने अरू अग्रजहरू, मेरो अभिभावकहरू, दाजुभाइ दिदीबहिनीहरूलाई मैले भेटिरहे। यस सिलसिलामा यस्तै सभामा बुवाको हात समाएर अगाडि हिँडिरहेको मैले सम्झना गरेको छु। घुम्न आउनु होला।